हेलो गाइज, भ्लगको पार्ट 3 अनि हामी चाहिँ पदेरामा आएको मम्मी बहिनी अनि म हो र हामी चाहिँ हेर्नु कति दुःख छ के बाटो झाडी के कोही नबस्ती एसी यो पदेरा जाने बाटो चाहिँ यस्तो भएको कि पहिला चाहिँ यो बाटोमा चाहिँ धेरै घरहरू थियो अनि कति सजिलो पनि थियो अनि यो पुरै सफा हुन्थ्यो कि है सबै मिलेर यो फान्ने यस्तो कस्तो राम्रो हुन्थ्यो हैन। अहिले चाहिँ एकदमै झाडी भएको छ कि डर लाग्दो छ, हिँड्न पनि डर लाग्दो छ। हामी चाहिँ आज धेरै दिनमा पदेर आएको छौँ। घर आएको 3 दिनमा पानी परिरहेको थियो। आज चाहिँ हल्का बिसायो बिहानभरि परेर अहिले हल्का घाम लाग्नु लाग्यो त्यही भएर आएको। अब घर जाने दिन आउँदैछ नि त, त्यही भएर सबैजनाले गाउँ छोडे के साथीहरू के हेर्नु न घर एकदमै सबैले छोडेर बाटो चाहिँ यस्तो कोही हिँड्दैन कि अनि फेरि अलिअलि घरमै थोरै जान हुनुहुन्छ नि त अनि घरमै पानी आउँछ अनि सुविधा भयो नि त। यो परेरतिर पनि हिँड्ने चलन चाहिँ हराउँदै गएछ कि क्या हो क्या छैन यस्तो चिप्लो छ बाटो पनि हेर्नु न। यस्तो छ है पदेरा। यो पदेरा चाहिँ हामी कति मिलेर बनाएको हो पहिला। ल हामी चाहिँ हाम्रो पदेरामा आयौँ। यस्तो फोहोरो छ हेर्नु त। रुख न रुख आउँछ कि हाम्रो यहाँबाट फेरि हेर्नु न। ओ यतातिर रामडाँडा है गाइज, ओ यतातिर हाम्रो चाहिँ नजिकै रामडाँडा वारिपारि पर्छ चाहिँ हाम्रो चाहिँ गाउँको घर चाहिँ रामडाँडाको वारिपारि पर्छ कि त्यहाँ सबैजना घुम्न जानुहुन्छ। हामी पनि गर्थ्यौँ त्यहाँ जान मन लाग्यो भने त्यहाँबाट यता हेर्दा चाहिँ हाम्रो गाउँ देखिन्छ है पुरै यस्तो जङ्गल देखिन्छ यस्तो। सबै जानुभयो भने त्यताबाट यता हेर्नु होला अनि हाम्रो घर ठ्याक्कै देखिन्छ है गाइज। घुम्न जाँदाखेरि आउनु होला। आउनु होला। अनि हेर्नु न अहिले घाम लाग्यो कि अघि कस्तो पानी परिरहेको थियो। भइसक्यो हो साथीहरू, हजुर घरतिर पानी पर्यो। हाम्रो हजुरको ठाउँतिर पानी परेको छ कि नयाँ हाम्रो घरतिर त है 3 दिन भइसक्यो कि पानी परेको। नुहाउन धुन केही पाइएको थिएन कि साथीहरू। हामी उहाँदेखि आएदेखि पल्ल आज हो कि अनि पदेर आएको। पदेर नि यस्तो रहेछ है। अब सफा गरेर मजाले नुहाउने धुने अनि हेर्नु हामीले फेरि यत्रो धेरै कपडाहरू बोकेर आयौँ कि आज फेरि यस्तो धेरै। अनि यहाँ पनि छ एउटा टङ्की होइन, यस्तो पानी हेर्नु न। यहाँ मान्छे नभएपछि यस्तो पानी भरेर यस्तो खेलाएको छ कि पानी यहाँ। यो चाहिँ हेर्नु न गाइस, म फेरि तल आएँ। हेर्नु हाम्रो घर यो सबैभन्दा ठुलो धारा। यसमा कति आयो पानी, फोहोर आयो म पानी यो यस्तै हो है। हेर्नु न पानी कति धेरै आउँछ कि चिसो हो। खतरा पानी आउँछ कि साथीहरू। पानी हाम्रोमा धेरै पछि खोरेको भएर चाहिँ पानी फोहोर आयो। अहिले चाहिँ सफा भइसक्यो। धेरै टाइममा यस्तो हुन्छ कि यता चाहिँ खासै मान्छे आउनुहुन्न। हामी आउँदाखेरि आइहाल्नुहुन्छ नि। हामीले एकचोटि यहाँ यतिको पानी बनाएर स्विमिङ पुल गरेर लुगा धुनको लागि। मेरो पनि त्यताबाट निकालिदियोस् क्या, त्यो ठुलो झोलामा पनि छ कपडाहरू। त्यो तेरो पछाडिपट्टि कपडा पनि छ नि फेरि। अब यहाँ सरफ हाल्नुभयो मम्मीले चाहिँ ट्याक्क। पानी चाहिँ यस्तरी जान्छ केही छैन। अब हामीले यहाँ लुगा धुन्छ। ऊ यता खेल्न थालिसक्यो। त्यही नै हो धुन कति फोहोर भएको। हामी चाहिँ यहाँ धुनलाई ल्याएको। कति ठुलो पानी आएको के गाइस हेर्नु। चिसो आउँछ कि यो पानी फेरि मूलबाट आएको नि त, त्यही भएर अर्ग्यानिक पानी। हेर्नु न यता फेरि ल यति नै हो हाम्रो।
धुन लाग मैले चाहिँ मुख धुन लाग्यो चिसो पानी आएको के पानीमा हाल्नु हेर्नु पानी कति क्लियर आएको कि क्लियर यस्तो हेर्नु न सफा भनेको के यस्तो सफा आएको यो पानी यहाँ अघि मैले चक्र हामीले चाहिँ यो ब्ल्याङ्केटलाई धोएर भ्याएँ भर्खरै अनि म नुहाएर नि भ्याएँ सो गाइज हामीले चाहिँ नुहाई धुवाई गरेर भ्याएँ अब हामी घर जान लागेको यहाँ कपडा छ यहाँ छ मम्मी भन्छ भने हाम्रो बहिनी छ अब हामीले भ्यायौँ अब हामी जान्छौँ घर गर्मी भइसक्यो घामले पोलेर कपाल नि सुकिसक्यो ल गाइस हामी चल्दैको अब घर नुहाई धुवाई सकियो हाम्रो मम्मी अगाडि म बिचमा बहिनी पछाडि गरेर हिँड्यौँ हामी अब घर कति अघि जाँदा ओह्रालो छेर सजिलो गइयो थियो अब त यसै धोएको कपडा गरौँ हो अनि उकालो पनि के गर्नु यस्तै छ जिन्दगी अब पुरै यहाँ फेरि यो के कटुस होइन मम्मी यो कटुसको झ्याङ छ क्या पुरै स्वरी ओ यहाँ के पूजा गर्ने हो मम्मी माईको पूजा गर्ने है चाहिँ यहाँ गाइस पकाउने खाने अब मैले चाहिँ बहिनीको ब्याग बोकेर हिँडेको के कपडा हालेर म घर पुगेर भेट्छु ल गाइस हामी चाहिँ हाम्रो घर आइयो आउन लाग्यो यहाँ हाम्रो गोठ अलि छिटो हिँड्न गरौँ भइसक्यो मेरो पनि चाहिँ अगाडि गइसक्यो क्या ल आयौँ हामी हाम्रो घरमा के गर्दै हुनुहुन्छ आमा बुवा यहाँ हुनुहुन्छ आमा यहाँ बाख्राहरू यहाँ हेर्नु स्ट्यान्ड भिआइपीहरू छन् हाम्रो घर यति धेरै बुवा ए मेरो बाबा त अहिले ल अब यहाँ कपडा सुकाउन जाने रिक्स छ यहाँ आँगन चिप्लो भएर पानी परेर ओ र अहिले मैले यहाँ टिकटक के त्यो के अरे के हो छ नि त्यो त्यस्तै के ल यति नै हो अहिले पछि भेट्छु है सो म चाहिँ ठुलबाबाको घर आएको ठुलबाबाले चाहिँ यहाँ मासु काट्नु भएको थियो हेर्नु न ठुलबाबाको हालत चस्मा लगाएर मासु काट्नु भएको अब ठुलबाबा आज काम गरेर आउनुभएको हल्का थाक्नु भयो त्यहाँदेखि काम गरेर भएको केही छैन यहाँ ठुलबाबा के अरे मम्मी र ठुलमम्मी भएर कुरा गर्नुभएको बहिनी यहाँ छिन् एउटा बहिनी सुतिन् अनि हामी चाहिँ यतिकै यहाँ ठुलमम्मीले रिसाई गरेर अनि ठुलमम्मी भाटामा ल्याइदिएको क्या मम्मीलाई अब म यहीँबाट मेरो भिडियो इन गर्छु बाई टेक केयर